फागुन 23 गते शनिबार बिहान वीरेन्द्रनगरमा बस्ने 16 वर्षीय इनिशा विक सधैँझै ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किन्। निस्कदा उनले आमालाई मुस्कुराउँदै भनिन्, म 2 घण्टामै फर्किन्छु, 8 बजेतिर आइपुग्छु, खाना पकाएर राख्नु। तर त्यो बिहान उनको जीवनको अन्तिम बिहान बन्नेछ भन्ने कसैले सोचेको पनि थिएन। 8 बज्यो, इनिशा घर फर्किनन्। 9 बज्यो, मोबाइलमा फोन गर्दा मोबाइल स्विच अफ। चिन्ता बढ्दै गयो। त्यसपछि आमाले स्कुलमा फोन गरिन्, तर त्यहाँबाट पनि कुनै खबर आएन। केही समयपछि आमाको फोनमा एउटा अपरिचित नम्बर आयो। फोन गर्ने व्यक्तिले भने, इनिशा वीरेन्द्रनगर 4 शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा भेटिएकी छिन्। यो सुन्नासाथ आमा हतार हतार घटनास्थलतिर दौडिन्। तर त्यहाँ पुगेपछि उनले देखेको दृश्य कुनै पनि आमाले कहिल्यै देख्न नपरोस्। इनिशा गम्भीर घाइते थिइन्। शरीरभरि रगत थियो। प्रहरीले उनलाई तुरुन्त कर्णाली प्रदेश अस्पताल पुर्यायो, तर चिकित्सकहरूले उनलाई मृत घोषणा गरे। त्यही दिन प्रहरीले 16 वर्षका एक किशोरलाई पक्राउ गर्यो। प्रहरी समक्ष उसले आफू र इनिशा बीच प्रेम सम्बन्ध रहेको दाबी गर्यो।